दर्शकवृन्द नमस्कार। लुम्बिनी 24 टिभीमा हजुरहरूलाई स्वागत गर्दछु। हाम्रो यस लुम्बिनी 24 टिभीमा हाम्रा रूपन्देहीका समाजसेवीजीहरूको अन्तर्वार्ता कार्यक्रम हामी राख्दै आएका छौँ र आज हाम्रो मर्चवारका अति नै मिलनसार शिवकुमार यादवजीलाई सर नमस्कार, स्वागत गर्दछु है लुम्बिनी 24 टिभीमा। अनि आजकल कता बिजी हुनुहुन्छ त? यस्तै हो सर, अब सामाजिक कार्यमा होइन, यताउता समाजमा के समस्याहरू छन् त्यसलाई अवलोकन गर्दै र समस्याको समाधान कसरी गर्ने भन्ने विश्लेषण गर्दै त्यही मनन गर्दै र आफ्नो यात्रा अगाडि बढाउने सिलसिलामा दौडिरहेछौँ। के छ हाम्रो मर्चवारका किसानहरूले त खाद नपाएर मल खाद नपाएर त हैरान छन्। बर्डरबाट लाठी खाँदै आइरहेको हाम्रो स्थानीय सरकारको मात्र समस्या होइन सर, त्यो हाम्रो नेपाल सरकारको नै समस्या हो र नेपाल सरकारको समस्या हुँदै पनि खास गरेर हाम्रो व्यवस्थापनमा कमी भएको कारणले गर्दा, जस्तै कुन मल खाद कुन ठाउँमा कति लाग्छ भन्ने कुरा म्यानेजमेन्टको अभावले गर्दा समस्या हैन भन्नुहुन्छ। यो हाम्रो नेपाल सरकारको समस्या हो तर समस्या समाधान हुने कसरी? समस्या त हो सर, तर जुन मल खाद छ त्यसको पनि राम्रोसँग व्यवस्थापन हुन नसकेको कारणले गर्दा समस्या झन् बढी देखिएको छ। हाम्रो रूपन्देहीमा हजारौं सिमेन्ट फ्याक्ट्रीहरू छ, एउटा पनि मल खाद नहुनुको कारण के होला? त्यो त हाम्रो विडम्बना हो सर, हाम्रो नेपाल सरकारको विडम्बना हो सर। त्यसमा हामीले आफ्नो एक मत भन्न सकिँदैनौँ, किनभने त्यो सरकारको त्यो म्यानेजमेन्ट र त्यसको उद्देश्य के छ त्यसमा निर्भर गर्छ। हामीले एक्लै आफ्नो पर्सनल लगानीमा गर्ने काम त होइन सर, गर्न पनि तीन अरबको खाने पानी टंकी सडिरहेको छ, त्यसमा मल खाद फ्याक्ट्री एउटा पनि त्यो त भइहाल्छ सर, त्यो त भइहाल्छ सर। नेपाल सरकारले त्यसको होइन मार्गदर्शन दिनु पर्यो, बजेट विनियोजन गर्नु भयो, त्यसपछि हामी त त्यसमा अग्रसर भइहाल्छौँ नि सर। हाम्रो नेपालबाट किसानलाई लखेट्ने कार्य भइरहेको छ कि छैन? त्यो त सर भइरहेछ सर, त्यसमा त मेरो भूमिका त केही छैन सर। मेरो लायक जुन छ, जो मेरो कर्तव्य छ त्यो म गरिरहेको छु र भविष्यमा गर्ने पनि छु सर। नेताको लागि यही हाम्रो जनताले आन्दोलन गर्नको लागि तयार हुन्छन्, तर यही किसानको मल खाद फ्याक्ट्री लिनको लागि किन आन्दोलन हाम्रो किसानले गर्दैनन् त? त्यो त हो सर, किनभने सर सबै नेताहरू पार्टीगत रूपमा, हाम्रो किसानहरू पार्टीगत रूपमा डिभाइड भइसकेका छन् होइन। मेरो मान्छे छ भने मेरो पक्षमा बोल्छ, अरू पार्टीको छ भने अरू पार्टीको बारेमा बोल्छ। त्यही प्रक्रियाले गर्दा जस्तै 100 जना मान्छे छन् भने, यदि 100वटा पार्टी छ भने 100 जनाले 100वटामा डिभाइड भयो भने कसैले कसको बारेमा बोल्छ? एकजनाले एकजनाको बारेमा बोल्यो भने त्यसको केही सुनवाई हुँदैन, एकतामा बल हुन्छ, त्यही भएर सुनवाई हुन नसकेको सर मलाई लाग्छ। अनि हाम्रो मर्चवारका विद्यार्थी शिक्षकहरू पढ्नमा यति तल्लीन हुनुहुन्छ। तपाईँ हेर्नुभयो होला, दुर्गम क्षेत्र भएर पनि कति राम्रो नम्बर ल्याएका छन्। यहाँसम्म यतिसम्म कि MBBS पढ्नको लागि पनि अहिले मर्चवारी गाउँपालिका, कोटहीमाई गाउँपालिका, हाम्रो समरीमाई गाउँपालिका, तीनटै गाउँपालिकाका विद्यार्थीहरूले MBBS पढ्नको लागि नाम निकालिसक्नु भएको छ। यसबाट के सङ्केत हुन्छ? हजुर सर, त्यो कुरा त्यो हेरेर हामीले विचार गर्नुपर्ने कुरा सर देखिन्छ सर। अहिलेसम्म नगरे पनि तर अहिले के विचार गर्न देखिन्छ, जस्तै हामी जस्तै एउटा NGOको माध्यमद्वारा हुनसक्छ कि राजनीतिक दृष्टिकोणले सुधार गरेर हुनसक्छ कि भने त्यसमा हामी सबै मिलेर पहल गऱ्यो भने मात्र सम्भव हुनसक्छ सर। ल हस् त, अब हामी अन्त्यमा आइसकेका छौँ। अन्त्यमा अब के गर्नुहुन्छ? हाम्रो मर्चवारको बाटोघाटो सम्बन्धी के भन्नुहुन्छ? मर्चवारमा बाटोघाटो सर सबै विकास हुन्छ। पहिला नम्बर के छ भने हामीले आफ्नो पार्टीगत दृष्टिकोण, एउटा हाम्रो आम जनता जुन छन् भने पार्टीगत दृष्टिकोण हटाएर एउटा विकासतिर सबैको सकारात्मक सोच हुनु पर्यो र त्यसमा निगरानी गर्नु पर्यो। बल्लै बाटोघाटोको एउटा बलियो होइन, बाटोघाटो बल्नु ठुलो कुरा होइन सर, त्यो दीर्घकालीन टिकाउ जस्तो हुनु पर्यो। किनभने एकचोटि 5 लाख बजेट हालियो भने त्यो 2 सालमा यदि फुटिरहेछ भने 5 लाख बजेट हालेर दीर्घकालीन गुणस्तरीय बनायो भने त्यो 20 वर्षसम्म टिक्छ। ल हस् त, हजुरहरू सुन्नुभयो आज हाम्रो शिवकुमार यादवज्यूसँग भएको हाम्रो कुराकानी। यस्तै हामी आगामी दिनमा पनि विभिन्न सामाजिक व्यक्तित्वहरूसँग हामी कुराकानी गर्दै हजुरहरूको माझमा ल्याउनेछौँ भन्दै हामी बिदा हुन चाहन्छौँ। नमस्कार, धन्यवाद।